नमस्ते सबैजनामा म सृष्टि राई है हजुरहरु समक्ष एउटा सानो भिडियो लिएर आइरहेको छु र यस भिडियो ल्याउनुको कारण आज सबैलाई थाहा भएको कुरो हो। आज विश्व पर्यावरण दिवस यानि कि वर्ल्ड इन्भाइरोमेन्ट डे है। अनि जतिजनाले पनि हेरिरहनु भएको छ यो भिडियो हजुरहरु सबैलाई पनि ह्याप्पी वर्ल्ड इन्भाइरोमेन्ट डे है। अन्त विश्व पर्यावरण दिवस हरेक वर्ष 5th of June मा नै मनाइने गर्छ। किन मनाइने गर्छ भन्दाखेरि 1972 मा युनाइटेड नेसनले यस एस्टाब्लिस गरेको है। अन्तखेरि यस वर्ष 5th June 2025 मा इन्भाइरोमेन्ट डे को थीम थियो बीट प्लास्टिक पोल्युसन भन्ने, जसमध्ये हामीले धेरै देखिरहेको छौँ कि सहरतिर त झन् अब के भन्ने यता हेरे प्लास्टिक उता हेरे प्लास्टिक वेस्टहरू धेरै मैला हैन। अन्त सहर मात्रै नभएर अहिले त गाउँ बस्तीमा पनि धेरै प्लास्टिक युजहरू हुन थालेको छ। अनि त्यो प्लास्टिक युज गर्दा अब युज गरेपछि मानिसले के भन्नु हामीले जताभावी त्यतै फ्याल्ने गर्छौँ है। अन्त त्यो नफ्यालेर त्यसलाई सही ढङ्गमा लगाउने मतलब त्यो जलाउने हैन। त्यो जलायो भने नि एयर पोल्युसन हुन्छ है। फ्याँक्नु त ल्यान्ड पोल्युसन भयो, फेरि पानी परेर खोलामा पुग्छ त्यो वाटर पोल्युसन भयो हैन। अन्त त्यसलाई तब के गर्ने त? अब त्यसको पनि सल्युसन छ हैन। तपाईले जति पनि प्लास्टिक मटेरियल्स युज गर्नुहुन्छ त्यो प्लास्टिक मटेरियल्स प्लास्टिकको बोतल त अवश्य नै तपाईको घरमा हुने गर्छ नि है। अन्त त्यो प्लास्टिकको बोतलमा जति पनि प्लास्टिकहरू तपाईले या भेट्नु पर्ने भयो भने पनि लिएर राख्नुस्, प्लास्टिकको बोतलमा हाल्नुस् हैन। कसरी हाल्नु भन्दाखेरि यस प्रकारले हाल्नुस्, यो भिडियोमा हेर्नुस् हैन। अन्त यस प्रकारले चाहिँ इको ब्रिक्स भनिन्छ, यसरी बनायो भने हैन इको ब्रिक्स भन्छ। अनि मैले चाहिँ आज यस प्रकारले मनाएँ मेरो 2025 को इन्भाइरोमेन्ट डे है। अनि आशा छ तपाईहरुले पनि अब उसो प्लास्टिकहरू नफ्याल्ने, आफ्नो इन्भाइरोमेन्टलाई सफा राख्ने हैन। इन्भाइरोमेन्ट